प्री वर्कआउट यो जिम अर वर्कआउट गर्नुभन्दा अगाडि लिन्छ किन? अधिकांशलाई के लाग्दछ भन्दा यसको सेवन गरे पश्चात हाम्रो स्ट्यामिना बढेर जान्छ र हामीले धेरै बेरसम्म जिम गर्न सक्छौं र हामीले खत्रै बडी बनाइहाल्छौं कि जस्तो लाग्छ। किन? हामीलाई त्यस्तै बताइएको हुन्छ। आज म तपाईहरुको सामु प्री वर्कआउटकै बारेमा कुरा गर्दैछु। नमस्कार, म तपाईहरुको फिजिशियन डाक्टर विवेक प्रभात शाह। प्री वर्कआउट एक प्रकारको सप्लिमेन्ट हो जुन चाहिँ एक लाइनमा भन्नु पर्दा यसको जरुरी नै छैन। किन? प्री वर्कआउटमा क्याफिनको मात्रा धेरै नै हुन्छ र त्यति धेरै मात्रामा हामीले क्याफिनको एकैपल्ट सेवन गर्यौं भने यसले हामीलाई धेरै साइड इफेक्टहरु दिन सक्छ, जस्तै कि टाउको दुखाउने, वाकवाकी लाग्ने, प्रेसर बढाइदिन सक्छ, साथै मुटुको चाल बढाउने र गडबड गराइदिन सक्छ। यसमा रिफाइन्ड सुगरको मात्रा पनि धेरै नै हुन्छ जुन चाहिँ हानिकारक नै हो। यसमा एमाइनो एसिड्स त हुन्छ तर प्री वर्कआउटबाटै लिनुपर्ने कुनै आवश्यक छैन। यो सारै महँगो पनि हुन्छ र जिम गर्नु अगाडि हामीले प्री वर्कआउटको ठाउँमा सामान्य 1 कप कफी, केरा और पिनट्स बटर लिदा पनि हुन्छ। र एउटा कुरा हामीले के बुझ्नु पर्छ भन्दा जिम गर्नु भनेको कुनै फ्यान्सी सप्लिमेन्ट लिएर हुँदैन, यो माइन्डसेट हो। यदि हामी वेल प्रिपेयर्ड छौं, मोटिभेटेड छौं भने जिम गर्न कुनै सप्लिमेन्टको जरुरी छैन। हस्त आजलाई यति नै, धन्यवाद।